न्युयोर्कको यो झलझलाउँदो म्युजियमभित्र एउटा यस्तो मूर्ति छ नि जसको चमक पछाडि एउटा नमिठो सत्य लुकेको छ। यो मूर्ति यहाँ शानले उभिएको त देखिन्छ, तर यसको आत्मा भने अझै पनि आफ्नै मन्दिर र भक्तहरूको पर्खाइमा छ। यसको नाम हो केशव। भगवान विष्णुको यो भव्य स्वरूप करिब 900 वर्ष अघि दक्षिण भारतको कर्नाटकमा बनाइएको हो। अचम्मको कुरा के छ भने यो मूर्ति बनाउने कालीगढको नाम समेत हामीलाई थाहा छ, दासोजा। त्यो जमानामा कलाकारहरू गुमनाम बस्थे, तर दासोजा यति निपुण थिए कि उनले परम्परा तोडेर मूर्तिको खुट्टाकै फेदमा आफ्नो नाम कुदिदिए। तर एउटा गम्भीर प्रश्न, भारतको मन्दिरमा हुनुपर्ने यो मूर्ति आखिर न्युयोर्क कसरी पुग्यो? इतिहास भन्छ सन् 1918 मा एउटा फन्ड मार्फत यसलाई म्युजियमले किन्यो। तर के यो साँच्चीकै बेचिएको थियो त? 800 वर्षसम्म एउटा समुदायको आस्था रहेको यो पवित्र मूर्ति कुन परिस्थितिमा देश बाहिर पुग्यो त्यो आज पनि एउटा ठूलो रहस्य हो। आजभोलि विश्वभरि एउटा बहस चलिरहेको छ, चोरी भएका प्राचीन सम्पदाहरू घर फर्काउने बहस। भर्खरै न्युयोर्कको यही म्युजियमले नेपालका केही चोरी भएका मूर्तिहरू फिर्ता पनि गरेको छ। तर यो केशवको मूर्ति जस्ता अझै धेरै कलाकृतिहरू छन् जो अझै पनि पराई देशको काँचको घेराभित्र थुनिएका छन्। केही प्राचीन देवताहरूलाई आफ्नो घर फर्काउनु पर्छ कि पर्दैन? तपाईलाई के लाग्छ? कमेन्टमा भन्नुहोला। अनि यस्तै लुकेका इतिहासका लागि हिस्ट्री कथालाई फलो गर्न नबिर्सिनुहोला।